खुच्चा छ कि छैन एकचोटि चेक गर्नु होला सबै टिममा। झेमामा कुनै कुनै झेमामा त्यो स्टिकर नम्बर राखिएको अवस्था छैन रहेछ। त्यो स्टिकर नम्बर नभएको झेमा चाहिँ खालि कोही हुनुहुन्छ बजाउनु हुने, त्यस्तो हुनुहुन्छ भने बजाउनु भए पनि हुन्छ। नम्बर दिएको झेमाहरू आफ्नो आफ्नो झेमा लिनु होला। नम्बर नभएको झेमा कसैले बजाउनको लागि कोही खाली हुनुहुन्छ भने गर्न सक्नुहुन्छ। नासा आइमा बाजा खलको विशेष नयाँ वर्ष विस्का जात्राको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको लगभग अन्त्यमा आइपुगेका छौँ र अहिले हामी यो धिमे नृत्य हुँदैछ र यो पहिलो चरण धिमे नृत्यको पहिलो चरणमा डान्स गर्ने डान्सरहरू यहाँ प्राङ्गणमा हुनेछ भन्दाखेरि धिमे बजाउने माथि न्यारा पोलको यो ताकि खुड्किलामा बसेर बजाइन्छ भनेदेखि नेक्स्ट चरणमा उहाँहरू ठ्याक्क स्वाइप हुनेछ। स्वाइप भन्नाले स्वाइप हुनेछ र पोजिसन चेन्ज हुन्छ र डान्सरहरू माथि र धिमेहरू तल हुनेछ भन्दाखेरि अहिले हाम्रो यो लगभग अन्तिममा आइपुगेका छौँ र तयार छौँ र पुनः फेरि भन्न चाहन्छु र नेक्स्ट जेनेरेसनलाई लाइक शेयर सपोर्ट गर्नुभएकोमा सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ र नयाँ वर्ष विश्व जात्राको पावन उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना तथा मङ्गलमय शुभकामना। आजको यो कार्यक्रमको निर्धारित समयभन्दा 15 मिनट मात्रै ढिला छौँ। सबै साथीहरू तयारी अवस्थामा हुनुहुन्छ। सबै साथीहरूले बाजा पाउनुभयो, धिमे पाउनुभयो, धिमेसँगै पुच्चा पाउनुभयो कि भएन? स्टेज पुगेन स्टेज त पुग्थ्यो होला। हामी सुरुदेखि फुटेको खसेको यो चाहिँ यो पुरा डबली सबै कभर गर्ने हेर्ने माथि चाहियो हेर्नेलाई अलिक नाम बनाएर है हेर्नेलाई उता खतरा हुन्छ। अनि जति धेरै मान्छे गर्छ त्यति झन् रमाइलो हुन्छ। अफिसियल कहाँबाट खिच्यो भने म खोज्दैछु। हामी सबै करिब तयार छौँ आजको यो धिमे नृत्य प्रस्तुतिको कार्यक्रम अगाडि बढाउनको लागि अनुरोध गर्दछु।
हाम्रो सिङ्गालो किन जानुपर्छ डिजिआईको रोशन श्रेष्ठ अहिले हामी लाइभमै छौँ श्री टासा हाइमा बाजा खलको विशेष नयाँ वर्ष विशेष सांस्कृतिक प्रोग्राम टौमडीबाट हामी लाइभमा छौँ।
चेन्ज बाजा तल धन्यवाद सबै साथीहरूलाई। नाच्छौँ क्या गर्नु हाम्रो श्री नासाइमा बाजा खोलाको यो विशेष सांस्कृतिक कार्यक्रम 5औं संस्करणको ढिमे बाजाको नृत्य प्रस्तुति अब यसपछि हामी प्रमाणपत्र वितरण कार्यक्रम अगाडि बढाउँदैछौँ। हाम्रो यो ढेमे डान्सको प्रस्तुतिपछि प्रमाणपत्र वितरण कार्यक्रम रहेको छ र अहिले ढेमे डान्सलाई हामीले रिभर्स फर्ममा नाच्ने साथीहरू माथि र बजाउने साथीहरू तल बसेर अर्को डान्स प्रस्तुति हुन गइरहेको छ। नृत्य गर्ने साथीहरू अघि जस्तै पहिलो र दोस्रो लाइनको मन्दिरको पहिलो ठाउँमा बस्दिनु हुन अनुरोध गर्दछु। Ganti kan dah. Kita WhatsApp tu kau ni. Jangan lah. So video. Video tu kau. Juga jangan saya begitu. Dokumen nak cari mana? Dokumen. Dokumen yang saya mula. Kes susah. Malam mungkin lagi tu ya. Saya sana kok, kau WhatsApp tu. Kau tahu ni mula tak sampai mula. Kau itu pelajar. Kau galeri mungkin ter dokumen dia mula. Ada terus galeri dia. Ya. Sini galeri sini ada. Oh, ini sangat ada. Dia. हाम्रो अर्को प्रस्तुति तयारी हुँदैछ। आउँदो नयाँ वर्ष 2083 सालको उपलक्ष्यमा श्री नासा हेमा बाजा खला र खलका सम्पूर्ण सदस्य साथीहरूको तर्फबाट आज यो कार्यक्रम अवलोकन गर्न आउनुभएका सम्पूर्ण दर्शक महानुभावहरूलाई नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथसाथै सांस्कृतिक नगरी भक्तपुरको प्रमुख र महत्त्वपूर्ण सांस्कृतिक पर्व विस्का जात्राको उपलक्ष्यमा पनि शान्तिपूर्ण हर्षोल्लास र सुखद जात्रा अवलोकन तथा जात्रा पर्व मनाउनको लागि यहाँ सम्पूर्ण भक्तपुरवासी र बाहिरबाट भक्तपुरमा जात्रा अवलोकन गर्न आउनुहुने सम्पूर्ण महानुभावहरूलाई पनि हामी श्री नासा हेमा बाजा खलको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ।
जुत्तामा जुत्ता क्यामेरा पर्सन साथीहरूलाई अहिले प्रस्तुति अगाडि बढ्न लागेको हुँदाखेरि यथास्थितिमा बसिदिनु हुन अनुरोध गर्दछु। मुभ नगरिदिनु हुन। प्राविधिक साथीहरूले माइकको व्यवस्था पनि गरिदिनु हुनको लागि केही माइकहरू व्यवस्थापन गर्न बाँकी छ। हामी श्री नाचाइमा बाजाखला भक्तपुरले बिस्के जात्राको उपलक्ष्यमा बिस्का जात्राको उपलक्ष्यमा भक्तपुरमा यो 5औं संस्करणको कार्यक्रम रहेको छ र अर्को वर्ष 2083 सालको चैत्र महिनामा पनि 6औं संस्करण लिएर हामी यहाँहरू सामु उपस्थित हुने नै छौँ। र यो विशेष सांस्कृतिक कार्यक्रममा अघि यहाँ विशिष्ट महानुभावहरू र हाम्रो संस्थाको अध्यक्षज्यू सल्लाहकारज्यूहरूले जुन व्यक्त गर्नुभएको छ, हाम्रो लक्ष्य भनेको भक्तपुरभित्रका सम्पूर्ण बाजाखलाहरू सांस्कृतिक कर्मीहरूलाई यो विशेष प्रोग्राममा विशेष कार्यक्रममा समतामूलक सहभागिताको लागि पनि हामीले अपेक्षा राखेका छौँ, आह्वान गरेका छौँ। यो कार्यक्रम भक्तपुर जिल्लाकै पहिचानको रूपमा सांस्कृतिक पर्वको रूपमा सांस्कृतिक पहिचानको रूपमा हामीले निरन्तरता दिने अठोट लिएका छौँ र हाम्रो यो अठोटलाई भक्तपुर नगरपालिकाले पनि फोन गरेर यसलाई साथ र सहयोग भइराखेको र हुँदै जाने अवस्था पनि छ। यसलाई भक्तपुरको मात्र नभइकन नेपालको राष्ट्रिय पर्व राष्ट्रिय सांस्कृतिक कार्यक्रमको रूपमा पनि अगाडि बढाउने हाम्रो ध्येय रहेको छ। यसको लागि यो कार्यक्रममा सहभागिता जनाउनुभएका सम्पूर्ण सांस्कृतिक कर्मीहरू, वाद्यवादकहरू, प्रस्तुताहरू, नृत्याङ्गनाहरू सबैलाई यस्तै साथ र सहयोगको अपेक्षा गर्दै आजको हाम्रो यो धेमे डान्स प्रस्तुतिको अर्को चरणको मुसाको टाइम ल्याप्स हाइपर ल्याप्स
धन्यवाद 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 शुभ यहाँहरू सम्पूर्णलाई अहिले अमित शाह वर्ष 5 को एकजना भाइ अभिभावकबाट छुट्टिनु भएको छ। गोल्डन सुनगावा स्कुलमा पढ्ने अमित शाह वर्ष 5 को बाबु अभिभावकबाट छुट्टिएको अवस्था छ। गोल्डन सुनगावा स्कुलमा पढ्ने यहाँ उपस्थित महानुभावहरूले आफ्नो वरिपरि 5 वर्षको यो बाबुलाई देख्नु भेट्नु भएको छ भने रातो टी सर्ट लगाएको छ भनेको छ। यहाँ सम्पर्क गरिदिनु होला। धन्यवाद। अब हाम्रो साङ्गीतिक प्रस्तुतिको अन्तिम विदाई देउला गरिदिनको लागि अनुरोध गर्दछु। हजुर द फेसबुक पेज द नेक्स्ट जेनेरेसन लाइभ पनि हुन्छ। द नेक्स्ट जेनेरेसन धन्यवाद सम्पूर्ण साथीहरूलाई। हाम्रो अन्तिम कार्यक्रम बाँकी छ। त्यतिन्जेलको लागि हाम्रो भित्र ग्वाखान्चा रेस्टुरेन्टमा हाम्रो प्रस्तुता डान्स गर्ने साथीहरूको लागि प्रायोरिटी खाजा खानको लागि खाजा तयारी छ। डान्स गर्ने लेडिज साथीहरू खाजाको लागि जारी गइदिनु हुनको लागि अनुरोध गर्दै त्यसपछि आजको कार्यक्रमको यो प्रमाणपत्र वितरण कार्यक्रम ल द नेक्स्ट जेनेरेसनलाई लाइक सेयर सपोर्ट गरिदिनु भएकोमा सम्पूर्णलाई हार्दिक बधाई दिँदै अहिले हामी यो नासाइमा बाजा खलको नयाँ वर्ष तथा विशेष जात्राको विशेष सांस्कृतिक कार्यक्रमबाट हामी बिदा हुँदैछौँ। द नेक्स्ट जेनेरेसनलाई लाइक सेयर सपोर्ट अहिले हामी नृत्य गर्ने डान्स गर्ने साथीहरूलाई प्रमाणपत्र